गुड मर्निङ। आज के म एउटा कुरा भन्छु है। तपाईले यो ग्लासमा सबैभन्दा सुरुमा के देख्नुहुन्छ? यो ग्लास देखेपछि तपाईको मनमा र सोचमा के आउँछ त्यो कमेन्टमा लेख्नु होला है। के भन्छु भने मैले यो ग्लासमा आधा ग्लास पानी भरिएको देखेको छु र कसैले यो ग्लास आधी खाली देख्न सक्नुहुन्छ। यसको मतलब कि हाम्रो सोचाइमा, हाम्रो दृष्टिकोणमा हामीले के देखेर त्यसलाई के मूल्याङ्कन गर्छौं भन्ने कुरा चाहिँ हामीमा निर्भर गर्छ के। मैले के सोचे भने यो ग्लासमा आधी ग्लास पानी भरिएको छ, यसले मेरो प्यास त मेटाउँछ नि। म आशावादी हुन्छु के आधी ग्लास पानी त छ नि। तर कसैले के सोच्न सक्छ भने निराशावादी व्यक्तिले चाहिँ आधा ग्लास मात्र, आधी त खाली छ, आधी ग्लास खाली रहेछ त, आधी ग्लास खाली रहेछ त भनेर सोच्न सक्छ के। त्यस्तै जिन्दगीमा पनि हामीले कति संघर्ष गर्यौं र कति प्राप्त गर्यौं, भरिपूर्ण त सास र हुन्जेल केही पनि हुँदैन। यो सास सकिएपछि नै भरिपूर्ण हुने हो जिन्दगी। त्यसैले कहिले पनि यो ग्लास भरिको आश चाहिँ गर्नु हुँदो रहेछ के। आधा ग्लास नै भए पनि यसले मेरो प्यास मेटाउँछ, मेरो आवश्यकता पूर्ति गरिरहेको छ। यसलाई भर्ने प्रयास चाहिँ मैले जारी राख्नुपर्छ। तर आधी ग्लास मात्र छ भनेर म त्यही सोचेर त्यसमै गिल्ट फिल गरेर आधा ग्लास मात्र भनेर सोचेर चाहिँ बस्नु हुँदो रहेछ के। लाइक नेगेटिभ माइन्डेड र पोजिटिभ माइन्ड दुवै हुनु जरुरी छ जिन्दगीमा। तर यति धेरै पोजिटिभिटी र यति धेरै नेगेटिभिटी पनि हुँदैन लाइफमा। बोथ अफलाई चाहिँ ब्यालेन्समा राख्नु पर्दो रहेछ। कतिपय ठाउँमा नेगेटिभिटी पनि आवश्यकता छ। नेगेटिभ सोच लाइक यस्तो हुन्छ कि यस्तो होला कि भनेर हामी सचेत हुनु चाहिँ जरुरी छ। तर सबै राम्रो हुन्छ, मलाई सबै भरिपूर्ण छ, मैले केही चिन्ता लिनु पर्दैन भनेर थपक्क बस्नु पनि हुँदैन के। लाइक केही न केही प्रयास गरेर जिन्दगीलाई अगाडि चाहिँ बढाइरहनु पर्दो रहेछ। जसरी कछुवा र खरायोको दौडमा खरायोले दौडेको दौडै गरेर म थाके भनेर विश्राम गर्छ, तर कछुवा कहिले थाक्दैन। ऊ आफ्नो गतिमा निरन्तर अगाडि बढिरहेको हुन्छ र उसले रेस जित्छ नि। त्यस्तै हामी जति थाके पनि त्यति धेरै पनि थाक्नु हुँदैन कि सास फेर्नै गाह्रो हुने गरेर थचक्कै बस्न परोस्। तर बिस्तारै बिस्तारै आफ्नो जिन्दगीको यात्रा चाहिँ कायम राखिराख्नु पर्दो रहेछ। र अर्को नेगेटिभिटी र पोजिटिभिटीको कुरामा चाहिँ मैले सुने अनुसारको एउटा कथामा चाहिँ एउटा व्यक्तिले पोजिटिभ सोचेर हामी पनि आकाशमा उड्न पाए हुन्थ्यो भनेर उसले के बनायो? हवाई जहाज बनायो। र त्यो हवाई जहाजमा चढेपछि एउटा व्यक्तिले के सोच्यो, नेगेटिभ माइन्डेड मान्छेले के सोच्यो भने ला यो हवाई जहाजमा केही दुर्घटना भयो भने हामी कसरी बाँच्ने भनेर त्यसले त्यो सोच्यो। त्यो सोचेपछि उसले के बनायो? प्यारासुट बनायो। र हवाई जहाजमा दुर्घटना भन्ने कुरा चाहिँ हुन सक्छ नि त। त्यसैले both things are important in our life। र जिन्दगी भनेको आशावादी
आशामै जिन्दगी चल्छ। तर आशा अरूमाथि राख्ने होइन कि आशा र विश्वास आफूमाथि राख्नुपर्छ, मात्र जिन्दगी सहज हुन्छ। यदि हामीले अरूप्रति आशा राख्यौँ, हाम्रो एक्सपेक्टेसन्स अरूमाथि धेरै भयो भने चाहिँ हामीलाई कुनै पोइन्टमा गएर लाइफको कुनै पोइन्टमा गएर डिससेटिस्फ्याक्सन्स हुन्छ, डिसअपोइन्टमेन्ट हुन्छ र वी फिल हार्ट ब्रोकन। त्यसैले जस्ट बिलिभ इन योर सेल्फ, वर्क हार्ड, किप गोइङ। अनि अर्को कुरा कि हामीले कसले कति प्रगति गर्यो, कसले के एचिभ गर्यो भनेर सोच्नु भन्दा पूर्व हामीले आफ्नो पास्टलाई हेर्नुपर्छ कि म कुन ठाउँबाट कुन लेभलबाट यहाँसम्म आइपुगेँ, मैले यति आधी ग्लास पानी भर्नलाई पनि मैले कतिसम्मको सङ्घर्ष गरेँ भन्ने कुरा आफूले मूल्याङ्कन गर्नुपर्छ कि हामीले यो हाम्रो सोचाइ के छ भने बाहिरी रूपमा देखिन्छ नि, त्यो डोन्ट जज अ बुक बाई कभर भन्ने चाहिँ एकदम लागु छ कि हामीले बाहिरी चिज देखेर कसैलाई पनि जज गर्नु चाहिँ हुँदैन अन्टिल एन्ड अनलेस वी हेभ वक थ्रु देयर सुज। के कसैको त्यो हामी देख्छौँ नि, को हाँसेको को रोएको, बट वी डोन्ट नो वाट्स गोइङ इनसाइड देयर लाइफ। यो सोसल मिडियामा जे देखिन्छ नि त्यो सबै सत्य हुँदैन कि। लाइक लाइफमा यति कुरा बुझे कि के देखिरहेको छ के देखिएको छैन, त्यो ऐना पछाडि लुकेको धुलो चाहिँ कसैले पनि देखेको हुँदैन के। त्यसैले बी ह्याप्पी, थिङ्क पोजिटिभ, थिङ्क नेगेटिभ, बट बिलिभ इन योर सेल्फ। अनि अर्को कुरा पनि के, लाइक हामीले लाइफमा सबै कुरा कन्ट्रोल गर्न सक्दैनौँ के। वी हेभ टु एक्सेप्ट द्याट। जब त्यो कुरा एक्सेप्ट गर्छौँ नि तब मात्र जिन्दगीको यथार्थ बुझिँदो रहेछ कि। लाइक मेरो ड्याडी बित्नुभयो है, आई क्यान नट रिप्लेस द्याट वान। मैले मेरो ड्याडीको ठाउँमा कोही व्यक्तिलाई राख्न सक्दिनँ कि। आई हेभ टु एक्सेप्ट द्याट माई ड्याड इज नट एनिमोर। आई हेभ टु एक्सेप्ट द्याट। त्यो लाइफको वान अफ द बिगेस्ट च्यालेन्ज हो कि। लाइक हामीले यो लाइफको स्ट्राटेजीलाई बुझ्नु जरुरी छ कि यही नै लाइफ हो। वी क्यानट कन्ट्रोल इट, इट्स नट इन आवर ह्यान्ड। जे कन्ट्रोल गर्न सकिन्छ नि, जे छ नि हामीसित। मसँग मम्मी हुनुहुन्छ अहिले, आई हेभ टु थिङ्क एबाउट हर। उहाँलाई कसरी खुसी राख्ने भन्ने सोच्ने हो कि। र जिन्दगी जस्तो सुकै परिस्थितिमा पनि अगाडि बढाउनु पर्दो रहेछ। एक्लै भए पनि जिन्दगीमा बाँच्नु चाहिँ पर्दो रहेछ के। र जिन्दगीलाई आफूलाई त्यति बलियो बनाउन सक्नुपर्छ कि मलाई संसारमा सबैले छोडेर गए पनि म आफ्नो लागि छु। म एक्लै उभिएर भए पनि, म संसारसँग हारेर भए पनि म आफूसँग जित्ने छु। मैले मेरो मनलाई, मेरो सोचलाई, मेरो आत्मालाई, मेरो आत्मसम्मानलाई हार्न दिने छैन। I will be brave, I will be strong, and I will never disappoint myself. I will handle myself in every and each situation भनेर अगाडि बढ्नु पर्दो रहेछ जिन्दगीमा। मैले जिन्दगीमा यही हो बुझेको। Thank you so much for listening. Bye.